अनुष्ठान गर। पार्वतीको यस लुकिरहेको छु मेरो इच्छा गर्नुहोस् र मदेखि प्रसन्न भई बक्सियोस्। पार्वतीको यस्तो वचन सुनेर श्री महादेवले आज्ञा गर्नुहोस्, हे पार्वती, तिम्रा माता पिता कन्यादान नदिई तिमीलाई मैले आफ्नो इष्टी भन्नु हुँदैन। आफ्नो माता पितालाई मनाऊ र एउटा व्रतको अनुष्ठान गर भन्ने आज्ञा भयो। र फेरि पार्वती बिन्ती गर्नुहुन्छ, हे ईश्वर, जसो गर्ने हो मलाई उपदेश बक्सियोस्। मैले त आफ्नो शरीर हजुरलाई अर्पण गरिसकेकी छु। यसमा फरक पर्यो भने आत्महत्या गर्नेछु। पार्वतीको यस्तो कुरा सुनि श्री महादेवले आज्ञा भयो, हे पार्वती, विष्णु आएर तिमीलाई यस्तो उपदेश गर्नुहोला, तिमीले त्यसै गर्नु शिवजीको भनी श्री महादेवलाई साष्टाङ्ग प्रणाम गर्नुभयो। यसपछि महादेव अन्तर्ध्यान हुनुभयो। त्यसपछि पार्वती आफ्नो घर फर्कनु भयो। हिमालय पर्वतले पार्वतीलाई आएको देखि क्रोध गर्दै भन्न लागे, हे पार्वती, तिमी कहाँ गएकी थियौ? यहाँ मेरो बेइज्जत भयो। विष्णु आदि देवताहरू कन्यादान नलिकन फर्केर गए। पिता हिमालयको कुरा सुनेर पार्वतीले भन्नुभयो, हे पिता, मैले बाल्यकालदेखि नै श्री महादेव स्वामी पाऊँ भन्ने भनी उहाँलाई नै प्रतीक्षा गरेकी छु। तपाईँले विष्णुलाई कन्यादान दिन लाग्दा भागेर लुक्न गएकी थिए। यदि पार्वतीले भनेको वचन सुनि हिमालयले मारणका दिन वशिष्ठ आदि ऋषि ज्योतिषीहरूले भनेको कुरा सम्झी चुप लागेर त्यसपछि पार्वतीले विष्णु आउनुहोला र व्रतको अनुष्ठान गरी श्री महादेव स्वामी पाउनको निमित्त नाना तीर्थ व्रत दान धर्म जप यज्ञ गरी शिवलिङ्ग बनाई पूजा गर्न लाग्नुभयो। पार्वतीले यस्ता तरहले भक्ति गरेको देखि भगवान विष्णु हातमा शङ्ख चक्र गदा पद्म लिई गरुडमाथि सवार भई पार्वती छेउ आएर भन्न लाग्नुभयो, पार्वती, तपाईँले नाना तीर्थ व्रत दान धर्म